तपाईँ पहिला हिन्दू कि क्रिस्चियन त्यो आवश्यक छैन होला होइन धर्मको प्रचार गर्दै हुन्छ तपाईँ आवश्यक छ हिन्दूहरूलाई अन्य जातिलाई क्रिस्चियन बनाएर स्वर्गको बाटो गइन्छ तपाईँको बाइबलमा मलाई एउटा कुरा गर्नुहोस् तपाईँको बाइबलमा मलाई कुनै एउटा अक्षर यो देखाउनुहोस् जहाँ लेखिएको छ अन्य जातिलाई क्रिस्चियन बनाऊ भनेर क्रिस्चियन बनाऊ भनेको छ हामीले क्रिस्चियन बनाउने कुरा गरिरहेको बनाउने खेल हो यो होइन हामीले रेकर्ड तपाईँले फोन गर्दाखेरि नै हामीले भनिसकेका थियौँ आफ्नो परिचय यस्तो तपाईँहरू चल्दैन भने ठिक छ दर्शक हामीले होइन नेपाल प्रहरीलाई हामीले सम्पर्क गऱ्यौँ नेपाल प्रहरीका 2 जना सादा पोसाकमा पठाउनु भएको छ र उहाँलाई प्रहरीको जिम्मामा हामी लगाउँदैछौँ त्यसपछि के हुन्छ हामी त्यो फर्दर रिपोर्टिङ गर्छौँ र उहाँले भन्दै हुनुहुन्छ पत्रकारिता हामीले पढाउँदै हुनुहुन्छ उहाँ बाइबल पढ्नुहुन्छ बाइबलमा कहाँ लेखा छ धर्म परिवर्तन गर्न मिल्छ देशको कानुन र संविधान पढ्नु भएको छ देशको अनि यो के हो तपाईहरु जस्तो ट्र्यापमा पारेर धर्म परिवर्तनको खेल ट्र्याप हो सुन्नुस् न निमुखा गरिब जनतालाई अनपढ जो पढेको छैन त्यस्ता मान्छेहरु हैन उहाँहरुको जिम्मामा तपाई हुनुहुन्छ है सर के कुरो सावधान सोध्छु हैन पछि म आउँछु प्रहरी भयो भने अहिले म आउँदिन अहिले तपाईले भ्याउनु त्यस्तो भन्न पाउनुहुन्न सर हैन तपाईलाई हामी साधारण सोध्छु गर्न चाहिँ प्रहरी कार्ड हेर्नुस् है यो कार्ड हेर्नुस् हामी प्रहरी हो के कुरो सोध्नु सर म पछि आउँदा भइहाल्छ हैन पछि सर सुन्नुस् तपाईहरुलाई हतियार बनाएर नि म पछि आउँछु हैन भन्न पाउनुहुन्न सर हैन त्यसको लागि सरी अब ठीक छ अब जिल्ला प्रहरी ललितपुरको जिल्ला प्रहरी परिसरमा हिन्दू राष्ट्र भनेर चिनिन्थ्यो यो देशलाई धर्मनिरपेक्ष गरियो धर्मनिरपेक्षको मतलब सम्पूर्ण जात जातिलाई सम्मान गर्यो संविधानमै सम्मान गर्यो तर यसरी यो हेर्नुस् यो सबै धर्ममाथिको प्रहार हो कि हैन म यस्तो रिपोर्टिङ गर्दिन कहिले पनि तर आज मलाई लाग्यो हैन यो त अति भयो यो त अति भन्दा अत्याचार भयो किनभने त्यो दिदीहरुले हामीलाई भन्दै हुन्थ्यो तपाई जसले यो बाँड्न भन्नुभएको थियो नि भन्दै हुन्थ्यो सुन बाँड्नु भने हैन अनि शिक्षाले बाँड्नु भयो यो त उहाँले लानुहुन्छ उहाँले बाँड्नुहुन्छ नि शिक्षाले हैन त्यो बापत उहाँहरुले पैसा पाउनुहुन्छ सोध्नु न उहाँहरुलाई उहाँहरुले भन्नुभएको उहाँहरुलाई सोध्नुस् उहाँहरुलाई सोध्नुस् न तपाई धर्मको नाममा खेल खेल्ने अनि हामीलाई पाठ सिकाउने सुन्नुस् तपाई पाठ सिकाउने सुन्नुस् न छापेर के वितरण गर्न पाउँदैन कहाँ लेखेको भन्नु सुन्नु न कहाँ लेखिएको छ कि यसरी धर्मको नाममा अरु अन्य जात जातिलाई चाहिँ संविधानको धारा नम्बर 26 को 1 2 3 मा चाहिँ आफ्नो धर्म अभ्यास गर्न पाउँछ भनेको छैन आफ्नो धर्म तर अरूको धर्मलाई सुन्नुस् न तपाई आफ्नो धर्मको प्रचार गर्नुस् हैन चर्चमा जानुस् हैन चर्चमा गर्नुस् हैन बाइबलले के भन्छ सारा जातिहरुलाई चाहिँ सुसमाचार सुनाओ हाम्रो सारा जातिलाई ठीक छ अब त्यो त संविधानमा के लेखिया छ नि त्यो एकछिनमा तपाईलाई थाहा हुन्छ संविधानले के लेखिया छ यो देशको कानुनले के लेखिया छ हैन यो डलर वालाहरुले कुन संविधान पढ्या हो हैन त्यो पनि हामी भन्छ सर विश्व बताउनुस् हिन्दू धर्म अनुसार स्वर्गको बाटो देखाउनुस् हैन तपाई कर्म नै स्वर्ग हो अहिलेको जमानामा नि सर पाइन्छ किनभने यहाँ गन्तव्य लेखिया छ अनि जुन मान्छेले यो बाँडिरहेको थियो नि तिनीहरुले त्यहाँ चिचियारी रोडमा के भनिरहेको थियो भने हामी स्वर्गको बाटो देखाउँछौँ तपाईहरुलाई कसरी देख्ने स्वर्गको बाटो मलाई देख्नु छ बाइबल पढाएर हेर्नु पर्यो देखिहालिन्छ किन हिन्दूहरुको गीता कुरानहरुमा छैन मुस्लिमहरुको कुरानमा छैन तपाईले बताउनुस् त के लेखेको छ तपाईको शुभ नाम पाउनु मेरो नाम साजन श्रेष्ठ जी यो पछाडि तपाईको नम्बर लेखिएको छ नाम लेखिएको छैन कति उमेर भयो तपाई म 28 वर्ष भएँ 28 वर्ष के काम गर्नुहुन्छ म पढाउँछु केमा बोर्डिङमा पढाउनुहुन्छ हजुर कति पढ्नु भएको छ तपाई मैले मास्टर्स गरेको छु मास्टर्स गर्नु भएको छ हजुर अनि तपाई विश्वको सामु हामी हिन्दू राष्ट्र भनेर छुट्टै पहिचान बनाउन सफल थियौ यो देश नेपाललाई हिन्दू राष्ट्र भनेर चिनिन्थ्यो म जाति धर्म अथवा कुनै किसिमको त्यो संस्कृति लगायतका विषयमा आज रिपोर्टिङ गर्नलाई यो शब्दहरु भनिरहेको होइन हिजोसम्म यो देशलाई हिन्दू राष्ट्र भनिरहँदा छुट्टै किसिमको पहिचान विश्व सामु थियो त्यो भन्दा राम्रो गर्यो धर्मनिरपेक्ष बनाएर किनभने सबै टेबल ठोक्नेहरुले भन्यो संविधानमै धर्मनिरपेक्ष लेखियो भने सबै जात जातिको सम्मान हुन्छ सायद मलाई लाग्छ यो भन्दा अगाडि सबै जात जातिको सम्मान यो देशमा थिएन त्यही भएर पनि यो देशलाई धर्मनिरपेक्ष